हेलो साथीहरु सबैजनालाई स्वागत छ आज पनि हाम्रो न्यू भिडियोमा तपाईहरु सबैजनालाई आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै ठीक छौं आज चाहिँ म भदैनी लिने क्रममा भ्लग बनाउँदै छु साथीहरु यस्तो पानी परेर यस्तो बिजोग बाटो चिप्लो भएर यहाँनेर हेलो हेलो बुढो कस्तो अँध्यारो आको प्लेन आयो अनि यहाँनेर मेरो बाटो एकदमै चिप्लो यस्तो बाटोमा हिँड्नुपर्छ हामीलाई यस्तो बाटोमा हिँड्नुपर्छ चिप्लेर लड्यो भने थाहा छैन बुढो 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 यहाँ सुन्नु त धेरै दिनपछि मैले भ्लग बनाउँदै छु हैन यहाँ यता फर्किनु न चिप्लो छ यहाँ बाटो हैन आज मैले धेरै दिनपछि भिडियो स्टार्ट गरेको के भन्न चाहनुहुन्छ तपाई कसलाई के भन्ने हाम्रो साथीहरुलाई युट्युबको साथीहरुलाई हाम्रो युट्युब फ्यामिलीहरुलाई यहाँनिर जुगा आउँछ साथीहरुलाई अब धेरै दिनपछि हामी भ्लग बनाउँदै छौं यता फर्किनु न यहाँ एकछिनै यो छाता चाहिँ भदैनीको हो है साथीहरु यहाँनिर सोफियालाई लिन आको मेरो भदैनीलाई लिन आको यस्तो पानी पुरा पानी परिरहेको छ के साथीहरु भिडियो चाहिँ अब म देखेको छ कि छैन त्यो चाहिँ मलाई थाहा छैन यहाँ यता फर्किनु बुढो म किन फर्किने हो बोल्नु न तपाई पनि म चाहिँ यसरी हिँडिरहेको छु यसरी साथीहरु तपाईहरुकोतिर चाहिँ पानी परेको छ कि छैन हाम्रोतिर चाहिँ पानी परेर यस्तो बिजोग छ हैन तर पानी ठुलो पनि हैन तिमीले मेरो नगर आस पानी कुर्दा कुर्दै जाला यो सास पानी हेर्दै कति थुक्ने घुटुका टुङ ल हिँड्नु ल यहाँ चिप्लो छ एकदमै यस्तो हेर्नु यहाँ हेर्न सक्नुहुन्छ यहाँ त थुलुङलुङ हो साथीहरु थुलुङलुङ टुङ टुङ डुस हो अब चाहिँ बाटो त यस्तै हो साथीहरु हाम्रोतिर त हैन काठमाडौँ नाम मात्रै यता ललितपुर यता काठमाडौँ नजिकै बसेको भन्ने मात्रै हो बाटो चाहिँ पुरा गाउँघरकै छ म पुरै भिजिसक्यो यस्तो यहाँनिर अस्तिको उत्योले बर्खामा भत्किएको बाटोहरू अझैसम्म बनाएको छैन यतातिर त कस्तो चिप्लो छ के आइसे फाइनली अब स्कुल पनि पुग्न लागिसक्यो साथीहरु अब चाहिँ उता पुगेर मात्रै देखाउँछु किनकि यहाँ बाटोमा पानी परिरहेको छ के पानी पर्दै गर्छ हामी हिँड्दै गर्छु अब उता पुगेर कन्टिन्यू गर्नेछु भिडियोलाई तपाईँ के गर्दै हुनुहुन्छ त्यो कुतु यहाँनिर यो लाको अलि मिलेन हेलो एभ्रीवान म चाहिँ सोफियालाई स्कुलबाट लिएर आइसकेँ यहाँ आउनु सोफिया यहाँ आऊ त आज धेरै दिनपछि मैले भिडियो बनाएको छु के बोल त म मेरो आइनीको भिडियोमा आएँ भन्न धेरै दिनपछि म नि आएको छु साथीहरु भन धेरै दिनपछि म पनि आएको छु साथीहरु म चाहिँ फाइनली भदैनीलाई चाहिँ लिएर आइसकेको छु साथीहरु यतापट्टि तिनीहरु चाहिँ कुद्दै छ हैन अब पानी परे यो चाहिँ ढल्केश्वर मन्दिर अनि मेरो भदैनी चाहिँ सोमङ एकाडेमीमा पढ्छन् भन्छ कि पढ्छिन् भन्छ हो साथीहरु पानी परेको छ पुरा तपाई त उज्यालै आएको छ त म त अनि सेतो मान्छे जसरी नि सोफिया हेलो यहाँ हेरेर भन्न हेलो के छ खबर धेरै दिनपछि तपाई भिडियोमा आउँदाखेरि कस्तो भइराखेको छ तपाईलाई एकदमै कस्तो के अब बोमिट आउला जस्तो टाउको दुख्ला जस्तो पेट अब दुख्ला जस्तो ओइ भिज्दै नजाऊ त बुनु कस्तो भएको छ कि यो धेरै दिनपछि ल जाऊ साथीहरु मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ कि हो अरे अब न तपाई खिच्नु न अहिले मोबाइल झर्छ के साथीहरु यस्तो पानी परिरहेको छ सिम पानी अनि के हो सिम पानीले भिज्यो कपाला छाताले मोबाइललाई चाहिँ ओडाउनु पर्छ लिनु
मोबाइल लिनु त तपाईँ मान्छेले नउडाए पनि छाताले चाहिँ उडाउनै पर्छ छातालाई ओढाउने कस्तो छातालाई ओडाउनु भनेर रहेछ मोबाइललाई चाहिँ ओडाउनु पर्यो कि सोफिया भिज्यो लिनु मोबाइल भ्लग बनाउँदै हिँड्नु ल आजको हाम्रो भ्लग चाहिँ यस्तो कच्याक कुचिक हुन्छ है साथीहरू किनकि धेरै दिनपछि बनाएको हो नि त फेरि पहिला अब कन्टिन्यू गर्दाखेरि राम्रो राम्रो आएको थियो भने आज अलिक कच्याक कुचुक कस्तो रे बुढो खसरा खिस्री कच्याक कुचुक यो म त जान्दिनँ यस्तो कच्याक कुचुक छुट्टी भइसक्यो पानी नपर्या भए हुन्थ्यो पानी परेर खत्तम आन्टी भिडियो बनाएको हो नि मैले मेरो युट्युबमा तपाईँ पनि आउने भयो हेलो गरिदिनु त हामी चाहिँ फाइनली फर्किसकेको छौँ नि त अनि यहाँ धारा आइपुगिसक्यो हजुर मेरो आरपिस भिडियोमा आउँछ यो हजुर आरपिस भिडियोमा तपाईँको नि भिडियो आउँछ भनेको हालिदिन्छु भने यो चाहिँ हाम्रो पानी खाने धारा यो धाराहरू त तपाईँहरूले पहिला नै देखिसक्नु भएको छ है अब यो बाटोहरू पनि कति खिच्नु यतातिर जुगा आउँछ म फटाफट हिँड्नुपर्ने हुन्छ किनकि म जुगादेखि एकदमै नडराउने मान्छे हो होइन म एकदमै जुगादेखि नडराउने मान्छे होइन अब त्यही भएर म अलिक छिटो छिटो हिँड्नुपर्ने हुन्छ यहाँनिर हस्बेन्ड हुनुहुन्छ सबैजनाले फुल वाच गर्नु पर्यो अरूले थाहा छैन साथीहरू अब डलर कमाउनु परेन हामी पनि अब कमाउनु परेन साथीहरू आज चाहिँ किनकि मैले बाहिरैबाट भिडियो स्टार्ट गरेको थियो नि त त्यही भएर हामीले बाटोमा अब सकाउने किनकि आजको भिडियो चाहिँ यति नै किनकि पानी परिरहेको छ नि त यताको देखाउन केही पनि मिलिरहेको छैन पानी मोबाइलभित्र पानी पर्छ भन्ने डरले त्यही भएर साथीहरू आजको भिडियो चाहिँ यति नै बाई बाई